किन कालो रोटी बन्नुहुन्छ र हेलो गाइज म फेरि पनि आएको छु टिकटकका धमाका भाइरल भिडियोका फनी र सारिस कमेन्ट लिएर पहिला भिडियो हेर्ने अनि कमेन्ट पढ्दा त हाँसो रोक्नै सकिँदैन ल सुरु गरौँ गरम कैसे कैसे लोग रहते हैं यार आन्टी लभरहरूलाई यो आन्टी कम्बर मस्काइरहेको भिडियो रमाइलै भयो होला कमेन्ट पनि हेर्नु है त यस्तो झड्का हान्नाले बुढो ढाडको बिरामीले अहिले फरार छ अरे तड़प ही ऐसी है ना यस्तै देख्न पाउने भएर सबै केटाहरू आन्टी लभर भएका हुन् के हो अगाडिको ट्याम्को पछाडिको दोमा कति राम्रो गरौँ भाटिन्छ होला है धुलो उठ्छ त पछाडितिर हैट के हो यो भिडियो हेर्नु है त रहा नहीं जाता तड़प ही ऐसी है ना अब कमेन्ट पढ्ने है त जतिसुकै सर्भिसिङ गरे पनि यो गाडी चल्नेवाला छैन अरू त त्यही हो किस खुवाएर नि चित्त बुझाउनु पर्ने भयो बालाई भँगेराको टाउको खुवाउनु पर्छ प्यारी समझ गई बिचारा बाजेलाई काजु खुवाउनु पर्छ हो भन्नुभयो ल तिमीले काजु खानु पर्छ मेरो भन्ने ठाउँ केही छैन यार मेरा बाले रातिको काम कसरी गर्न सक्छन् होला र बिचारा बाप को भेज तेरे बस की बात नहीं बिचारा इन्जिनले काम नगरेपछि गाला चाटेर बसेको यो प्यान्ट किन अगाडि पछाडि यस्तो भएको रहेछ पहिला भिडियो हेरौँ है त लेट्स गो यो पैट किन यस्तो भएको हैन अगाडि खै के भयो हेर्नु न यस्तो भयो क्या अनि तेरो चाक्ना यस्तो पानको पात जस्तो सेपमा परेको छ अनि कहाँ प्यान्ट सेपमा आउँछ त अनि बिहे भएको छैन भन्छ जिउ हेर्दाखेरि 4-5 बच्चाको आमा छ जिउ बोकेर आउँछ प्यान्ट फिटिङ गरेर त्यही प्यान्ट फिटिङ गरेर भन्छ प्यान्ट दुख दिन्छ मान्छेको बेने भएन बच्चाको आमा जस्तो भन्छ हेर्ने हो देखाइदिउँ हेर्ने हो र देखाइदिउँ भन्दिन भो देखाउनु परेको छैन हेर्नु परेको छैन बिहे नभए पनि भैँसी होला के अरे त्यही भएर भएको नि पेट साँच्चै हो के दाइ जिस्केको होइन हेर्नु न यस्तै छ त अनि कस्तो खुम्चेको जस्तो भएर राम्रो त कस्तो राम्रो देखिरहेको छ कस्तो दामी टिक्क परेको देखिरहेको छ के यहाँ भएन त्यही भएर भनिरहेको त लाउँदै गर्दा जानु भयो नि लाउँदै 2-3 दिन टिक्क हुन्छ राम्रो सेपमा आउँछ कि अलि स्लिम हुनु के रान्छी कमेन्ट पनि पढ्दियो है लाठी बिहे नभए नि के भइसक्यो के होला रे बिहे नभए पनि भैँसी होला के अरे त्यही भएर समझ रहे हो ना आफू त आँखा पनि देख्दिन कमेन्ट पनि छामछुम गरेर लेखेको मुझे कुछ दिखाई नहीं दे रहा मां होइन प्यान्ट नै यस्तो हो अर्काको च्यानललाई दोष दिन्छ यो दाइ त अनि तेरो चाक्ना यस्तो पानको पात जस्तो सेपमा परेको छ अनि कपडाको विज्ञापन गर्दा गर्दै भोलिका दिनमा हिरो नै बने भो ओ भाई मारो मुझे मारो सिलाउनेले पछाडिको अगाडि बनाइदियो दाइ यो पैट किन यस्तो भएको हैन अगाडि पछाडि यो दिदीको कालो रोटी पनि हेरिदिउ न मलाई किन कालो रोटी बन्नुहुन्छ र यी मसँग रातो रोटी नि छ के हेर्नुस् त सेल छ सानो डुनोट छ अब कालो रोटी भन्नेलाई यो माला लगाइदिन्छु ल नभन्नु नि त्यहाँ फेरि अब कमेन्ट पढौँ है त हामीले बनेको होइन नि तिमीले नै मसँग कालो रोटी छ भनेको होइन कालो रोटी हजुरसम्म त के छ अभी मजा आएगा ना भिडो माल की दे रे कालो रोटी लुकाएर राखेको छ हामीलाई थाहा छैन र मलाई किन कालो रोटी बन्नुहुन्छ र यी मसँग रातो रोटी नि छ के यो रोटी बासी भो चामलको रोटी त रातै रहेछ कुन कमेन्टले सबैभन्दा धेरै हँसायो त तल कमेन्टमा लेख्न नबिर्सिनु है यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला फेरि भेटौँला
अर्को रमाइलो भिडियोमा